दिदी त्यहाँ हेर्नु त फेरि एकजनाले मुतिरहेछ। रोम रोम भाइयो। ओ गॉड, यो नेपालीहरु के साह्रो अटेरी भएको के। ओ अंकल, मुत्ने ठाउँ हो यो? गल्ती भयो नानी, गल्ती भयो। एकचोटिलाई माफ गरिदिनुस् मलाई। सर तपाई? को हो दिदी? मेरो स्कुलको सर। म स्कुल पढ्दा साइन्स पढाउनु हुन्थ्यो। के हो पारा, साइन्स टिचर भएर बाटोमा मुत्ने? किन र नानी, साइन्स पढाउने टिचरलाई चाहिँ पिसा पाउँदैन र? पिसा भयो भने टोयलेटमा मुत्नुस् न सर, यो बाटोमा त मुत्नु भएन नि। के गर्नु नानी, बाटोमा मुते जस्तो आनन्द टोयलेटमा मुद्दा आउँदै आउँदैन। त्यही माथि यस्तो चापेको बेलामा कसले टोयलेट खोजी बस्छ हौ। दिदी तैको सर त लास्टै फटा पो रहेछ। के भन्न चाहनुहुन्छ यो सरलाई? कपाल फुलिसक्यो, बुढो भइसक्यो, दाढी फुलिसक्यो, तर बुद्धि भने यति छैन यति। मैं तो टूट गया। नानी, सानोमा त यस्तो थिएनौ त तिमी, अहिले के साह्रो छुच्ची भएको? काम छैन यस्तो छुच्चीको। चाहिने चिजको चाहिँ भाउ घटाउँदैन, खाली पानी र चिप्सको भाउ घटाइ बस्छ। त सक्सेस घटाउन, सक्सेस भने घटाएर देखा त। तपाईसँग चाहिँ को बोलेको छ के? किन बिचमा पक्क पक्क बोल्नुहुन्छ? तपाई साइड क्यारेक्टर हो, साइड क्यारेक्टर भएर बस्नुस्, मेन क्यारेक्टर बन्ने कोसिस नगर्नुस्। इतना चुभने लगा हूँ सबको। सरी है सरी, हिजो राति मुलाको अचार खाएको थिए, बिहानदेखि पादाको आकै छ। साले तू के गर्नु, नपादुम भने पनि ग्यास्ट्रिक हुन्छ। ओइ के भयो तलाई, के भयो? लौ न, के भयो यसलाई? ओइ सुनिता, उठ न उठ, के भयो तलाई? अत्तालिनु पर्दैन नानी, तिम्रो साथी यो धुवा धुलो